विशेष गिफ्ट मेरा यो हो त्यस्तो विशेष मान्छेहरु भेट्नु यहाँ आएर पनि बन्यो होला है अलिकति यहाँ आएर पनि धेरै बन्यो नि बेना यहाँ आएर पनि बन्यो थप भयो विशेष गरिकन केटा मान्छेले दिएको गिफ्ट हो त्यो खुल्लो मागी त होइन है यत्रो गफ खेर गइहाल्यो नि त अनि अहिले हेरे त्यो छाडा कुरा गरेको जस्तो सुनेको थियो होइन त्यो सफा कुरा हो एउटा सेलिब्रिटी चाहिँ नेपालबाट आएको सेलिब्रिटी फर्स्ट छेउतिर देखेको यो राजा छ नि मानवनमा भएको सेजोङ देवाङ भनेर लेखेको छ सेजोङ महाराज हजुर अनि यस्तो हङ्गाला यो उहाँ चाहिँ मेरो बुढी हो अनि आफै आउँदैन थियो आफै आफैले लेखेर अरूको नाम साथीहरूको नाम हाल्दैन तर अब काठमाडौँमा अब थुप्रो यातायात सबै आफ्नै गाडी जस्तो लाग्छ तपाईँको यो इन्चन एयरपोर्ट है कति नम्बर सिधा सोधेर छ कहाँनिर हो भन्ने त थाहा भएन होइन गाडी चाहिँ अब प्रविधिको कुरा नगरौँ के कुरा गरौँ हामी चाहिँ अब अलि ढिलै भयो खासमा इन्चन एयरपोर्ट हिँड्न लाग्छौँ होइन समय चाहिँ 57 मिनेट देखाएको छ अहिले 7:30 झोला चाहिँ अर्को गाडीमा गइसकेको हुनाले त्यहाँ मान्छे पनि थुप्रै छ 8:21 मा पुग्छौँ हामी है 일로 가도 되는 거죠? 여기 잠시 후 우회전입니다. यो तोङदेमुङको नेपालीहरू सबैभन्दा हिजोसम्म यति धेरै नेपालीहरू थियो है आज कस्तो सुन्छन् नि आज त सुनसान हो हिजो त बिहान पनि यहाँ मान्छे कम्ती थियो नि होइन चुसक सक्यो अब बिदा भोलि पनि अक्टोबरको 3 तारिक रातो बिदा छ यहाँ होइन रातो बिदा भयो सरकारी बिदा अनि हिजो सोमबार हिजो आइतबार हो कि सोमबार ए आज भोलि चाहिँ सरकारी बिदा छ त्यसकारणले यहाँको सरकारले विशेष निर्णय गरेर हिजोसम्म चुसकको बिदा शनिबारसम्म अनि आइतबार त्यसपछि आइतबार अनि मङ्गलबार फेरि सरकारी बिदा भएको हुनाले स्पेसल निर्णय गरेर यो सोमबारलाई पनि बिदा बनाइदियो बिदा सरकारी बिदा नै राष्ट्रपतिले निर्णय गरेर छाप लगाएर दिएको बिदा हो आज तर पनि यो बाटो चाहिँ सुनसान होइन गाडी घुमाउने नि फर्किने यसरी त्यस्तो भयो यहाँ एउटा उसको लागि एउटा सामान नेपाल जानुको छुटेको सामान चाहिँ मिल्यो भने हाम्रो गौडेल सरहरूसँगै 4 जना कलाकारको बेलामा एउटा सामान यस्तो नेपाल गइसक्नु मान्छे यति होइन ओके ह्यान्डसम चाहिँ यो चस्मा त मैले टिकटक बनाउन पनि प्रयोग गर्नु पाएँ नि लगाउनु नि है विशेष गिफ्ट मेरा यो हो त्यस्तो विशेष मान्छेहरू भेट्नु होइन यो नेपालमै कोरियामा हेरे नेपालमै ए भनेपछि अब हामीले छिटै शुभ समाचार सुन्न पाइदियो के विषयमा होइन अनि विशेष गिफ्ट आइसकेपछि गिफ्ट आउँदैमा सबै अनि त हजुर मैले भन्नु खोजेँ विशेष गिफ्ट हो भनेपछि अब त्यो अब यो चस्मा लाउने चस्मा चाहिँ विशेष भयो जस्तै तपाईँले भन्नुभएको अहिले चस्मा आयो बिस्तारै हाततिर लाउने पनि केही आउनेवाला हो कि अब अरू लगाइसकेको हो कि
थाहा नदिकन हामीले अब हुन्छ नि सेलिब्रिटीहरूको त अब त्यो हल्ला खल्ला नगर्नु भन्ने हिसाबले अब भइसकेको पो हो कि औँलाहरू त खाली छ फेरि सबै खाली छ है त्यही के छैन यो चाहिँ विशेष गरिकन केटा मान्छेले दिएको गिफ्ट हो त्यो खुल्लो मागी त होइन ल सुशील गएर आउनु यहाँ धेरै रोक्नु पाइँदैन कि अगाडिको देखाइयो यो बाटो खुल्लै हिजो कस्तो थियो सबले पनि थाहा थियो नि होइन यहाँ भिडभाड देखियो नि यहाँ यस्तो हिजोसम्म चाहिँ अब बाटोभरि नेपाली सुनसान ठ्याक्कै छुसक सकिएको बिदा सकिएको जानकारी बाटोमा हेरेर थाहा हुन्छ सबैको अनि कोरियाको बसाइ निकै राम्रो भयो होइन रमाइलो भयो यो कस्तो भयो भने दोस्रो घर भयो कोरिया चाहिँ त्यति मजा आयो कला आज 교통편화를 감지 중입니다. 교통 상황이 변하여 새로운 경로로 안내합니다. हजुर दाइ दाइ हजुर फुटेछ ए ल ल यता ल बेल्ट त छैन होला ल यहाँ त गाडी रोक्नै पाउँदैन त बस्ने त ल ल ल बस है यत्रो गफ खेर गइहाल्यो नि त अनि अहिले हेरेँ त्यहाँ रेकर्डै नभनेछ म त मैले चाहिँ फेरि भिनालाई पुरा फोकस गर्न लाग्यो क्या भनेर होइन ठिक छ यति ठिक छ भनेको रोकिएको नि अघि रोकेको मैले यादै नगरेको नि फ्लाइट ढिलो हुन्छ कहाँबाट यहाँबाट अघि हामीले सलनालको कुरा गरेको विदासकीको कुरा गरेको आएन क्या रेकर्डै भएन क्या भएन नि भएन त्यही मैले अघि हेरेँ अनि रेकर्ड भएकै छैन त्यति बेला गौडेलले भनेको चाहिँ नि विदासकेको सङ्केत हिजोसम्म नेपाली ए हो होइन त्यो भएको छ ए हो जस्तो अहिले अब कस्तो भने अब हामी बिहानमा हेर्दाखेरि चाहिँ एकदम त्यो हिजो अस्ति चाहिँ चहल पहल होइन नेपाली नेपाली छ भने नेपाली नेपाली यता हेर्दा पनि नेपाली उता हेर्दा पनि नेपाली देखिने बाटोमा नेपाली पसलमा नेपाली पसलमा पनि नेपाली तर आज सुनसान देखियो आज सुनसान हुनुको कारण भनेको आज 2 तारिक अनि अब लगभग 3-4बाट चाहिँ काम 4बाट फेरि सुरु हुन्छ ड्युटीहरू कतिले त आजबाट पनि गरिसके सुरु भइसक्छ आजबाट गरिसके तर सरकारले बिदा घोषणा गरे पनि सबैमा लागू पनि हुँदैन त्यो अनिवार्य हुँदैन कि अनि यो चाहिँ पुरा ठुलो लाइट क्यामेरा एक्सन नभनिकन गाडी चलाउँदै जाँदाखेरि हिँड्दा गफ गएको अनि भ्युज कति आउँछ पनि थाहा छैन है म चाहिँ स्योर हेर्छु एक भ्यू मेरो भ्युज त स्योर आउँछ मेरो पक्का आउँछ सुशीललाई पनि आउँछ 3 भ्युज चाहिँ स्योर छ होइन अनि गौडेल भएको हुनाले गजलजी भएको हुनाले हाम्रो स्याङ्जा परिवारको आएछ घरले पनि केही भनिहाल्यो कि नराम्रो कार्यक्रमको बारेमा भनेर पनि हेर्ला होइन तर कार्यक्रम सफल भयो भनेर सबै खुसी छ धेरै खुसी लाग्यो नराम्रो भन्छ भनेर चाहिँ आश गरेको छैन होला सोचेको छैन होला कार्यक्रम त नसोचेको राम्रो भयो मलाई पनि मेन कुरा भनेको होइन अब इन्टरनेसनल सोहरू गरेको थियो नेपालमा अब नेपालमा त लगभग अब ठाउँ हेरेर स्टेज हेरेर अथवा भनौँ अर्गनाइजर प्रोग्राम हेरेर कस्तो कार्यक्रम गर्ने कति गर्ने भन्ने
मेसो छिटो पाइन्छ हजुर तर नेपाल बाहिर कुन कन्टेन्टले काम गर्छ भन्ने थाहा हुँदैन हो तर म पनि एकदम खुसी छु आफूले ल्याएको नेपाली कोसेली जोकहरू हजुर यस्तो मजाले प्रस्तुत गर्न पाएँ मजा आयो यही सबैसँग बन्यो होला है अलिकति यहाँ आएर पनि धेरै बन्यो नि यहाँ आएर पनि बन्यो थपथाप भयो त्यो छाडा कुरा गरेको जस्तो सुनेको थियो होइन त्यो सफा कुरा हो नेपालीमा भन्दाखेरि अब फोटो खिचाउ भन्ने त्यो खानाको नाम त्यो अलिकति त्यस्तै सुनिन्छ होइन नेपालीमा चाहिँ अब तर उसलाई पहिले पनि थाहा रहेछ भाषा त्यति धेरै जान्दो रहेछ मैले के पढौँ भन्नु म भर्खर पढ्छु हजुर है अक्षर अलिक ढिलो लाग्छ हजुर म ठ्याक्कै जाने त्यहाँ पढ्न सक्ने छ नि पिसी त्यो अगाडि के लेखेको छ भने छङ्ग्य हजुर कहाँ पढ्नु छङ्ग्य इ गा खा छङ्ग्य इ खा इ गा भनेको ठाउँको नाम हो यतापट्टि एरो देखाएर होइन छङ्ग्य इ खा छङ्गे इ गा मैले अहिलेसम्म गौडेनसँग 3 पटक गरिसकेँ हो हजुर तेस्रो पटक हो हजुर गाडी चलाउँदै गफ गर्ने हजुर योभन्दा अगाडि कोसँग बाँध्ने होइन हाम्रो आयोजक ए अनि मगरसङ्घको अध्यक्ष मेरो साथी हामी चाहिँ हप्तै पछि जहिले सौलाए पनि सँगै हो कि गाडीमा अनि दुईजना एकपटक त रेकर्ड गरौँ भनेर अनि रेकर्ड गरेर यस्तो दामी भयो क्या मैले एकदम मिस गरेको चाहिँ तारा बहिनी र म बाट के अरे थेगुबाट होइन 2 घन्टा जति ड्राइभ गरेर पछि त फेरि टिभी सर मगरसङ्घको अध्यक्ष पनि सँगै हुनुभयो तर यति मिठो गफ हो त्यो तारा बहिनीसँग चाहिँ है त्यो रेकर्ड गरिएन कि मिस भयो बहिनीलाई नि भनेको दाइ कस्तो त्यो त अब फेरि गऱ्यो भने नि आउँदैन अब त्यो गफ त भन्नु त्यो अब त बनाएर जस्तो देखिन्छ आएको गफहरू फरक हुन्छ त्यही त मैले पनि मिस गरेँ भन्नुभएको थियो रेकर्ड गर्नुभएको थियो दामी हुन्थ्यो भन्नुभएको थियो होइन एउटा सेलिब्रिटी चाहिँ नेपालबाट आएको सेलिब्रिटी फर्स्ट युट्युब च्यानल त पुरानो हो हजुर सब्सक्राइबर चाहिँ 5000 पुगेको छैन 5000 पुगेको छैन 1 लाख पुगेको छैन भन्न नि मिल्यो 1 लाख पुगेको छैन भन्नु मिल्यो त्यस्तो होइन 1 लाख नपुगेको पनि साँचो हो 5000 नपुगेको चाहिँ अझ बढी साँचो हो कि हो 17 वर्ष भयो क्या युट्युब आएको हजुर मैले अपलोड गरेको 17 वर्ष फर्स्ट भिडियो अपलोड गरेको पनि टेक्नोलोजी भन्दा अलिकति 2 वर्ष जेठो हुनुहुन्छ क्या तपाईँले 2 वर्ष होइन नेपालमा युट्युब जानु भन्दा त्यो एउटा भिडियो युट्युब भन्दा पनि यो नेपालमा टेक्नोलोजी बन्दै गर्दा हजुर होइन चाहिँ आइसक्नु भएको थियो संसारमा जन्मिसकेको थिएँ नि म होइन जन्मिसकेको थिएँ म जन्मेको भयो नि 2 दशक बढी भयो नि म्याक्सिमम जन्मेको चाहिँ कति भयो 2.5 दशक ए है हजुरको हिसाबले 50km 신호 위반 과속 단속 구간입니다. 잠시 후 광화문 방면으로 우회전입니다. 저릉나 사고 다발 구간입니다. जान मिल्दैन होइन मिल्छ छिटो हुन्छ भन्छ ए यो अहिले नयाँ नियम चाहिँ हामी राइट टर्न गर्दाखेरि खाली छ नि होइन तर त्यहाँ ट्राफिक के अरे बत्ती बलिरहेको हुनाले नजाऊ हरियो बोलेको भएर जेब्रा क्रसको त्यो मान्छे जाने क्रस गर्ने ओपन छ नि लाइन अन छ नि होइन लाइट त्यस कारणले त्यति बेला चाहिँ नजाऊ भन्छ नि यो अगाडिको गौडेललाई बुझाइदियो है यो यो चाहिँ कोरियाको किङ्स वे हो यता छेउतिर देखेको यो राजा छ नि मानवनमा भएको सेजोङ देवाङ भनेर लेखेको छ सेजोङ महाराज हो कि भन्छ
बडा महाराज धिराज भने जस्तो उहाँको बडा महाराज कोरियन हाङ्गुलको दाता जन्मदाता अनि यो अगाडिको यो ढोका पनि त्यहाँ अगाडि त निर्माण कार्य हुँदो रहेछ अनि यसको अन्तिम यो दरबार पुरानो दरबार छ यो दरबारमा कतिवटा दरबार छ अझै होइन अनि अहिले हिँडिरहेको बाटो किङ्सवे भन्न मिल्छ यो चाहिँ जति पनि आन्दोलनहरू गर्नु पर्यो भने अहिले अघि हाम्रो त्यो बडा महाराज सेजोङको मूर्ति थियो नि त्यो मूर्तिको अगाडि आएर आन्दोलन गर्ने धर्ना गर्ने अघि हामीले त्यो पुलिसको गाडी पनि दुईवटा ठुलो बस देखाएको थियौँ होइन त्यो गर्नको लागि ठाउँ हो यो ठाउँ अनि यो चाहिँ सबैको मिडियाको सबैकोमा आँखामा ठ्याक्क पर्ने यस्तो ठाउँ हो यो दरबारको पछाडि चाहिँ राष्ट्रपति भवन पनि त्यस्तै शैलीमा थियो यही दरबारहरूको शैलीमा अहिलेको राष्ट्रपति चाहिँ त्यो सारी दिनुभयो एकदम उतापट्टि त्यो टपमा के है बेना त्यो टपमा बिल्डिङहरू छ नि त्यो राम्रोसँग मलाई थाहा छैन तर त्यो पर्खाल देखेको हुनाले यहाँनिर त्यो ग्रेट वाल जस्तै टाइपको उनीहरूको राज्य छुट्याउने पर्खालहरू छ नि भनेको त सिमाना छुट्याउने त्यो होला त्यो पर्खालै हो जस्तो लाग्छ तोङदेमुनमा मेक्समले देख्नु पाएन नि है त्यो माथि डाँडातिर जाँदाखेरि त्यो तोङदेमुन भनेको त्यो ठुलो ढोका हो होइन पूर्वको ठुलो ढोका अनि त्यो बाटोमा चाहिँ त्यो भत्काइसकेको छैन माथि गएपछि चाहिँ पर्खाल देख्न पाइन्थ्यो कि तोङदेमुनबाट यसो माथि गएपछि त्यो पर्खाल थियो नि देख्न पाइएन मुन भनेको ढोका होइन दोङ भनेको पूर्व भइहाल्यो दे भनेको ठुलो महा भने जस्तो अघि देवाङ थियो नि त होइन देवाङ भनेको राजा दे भनेको महा ग्रेट अब त्यस्तै अब दोङ भनेको पूर्व दे भनेको अब महा ग्रेट भइहाल्यो अनि मुन भनेको ढोका त्यो चाहिँ पूर्वको महान ढोका ठुलो ढोका मूल ढोका त्यस्तो चिसो लाग्यो यहाँ चाहिँ अलिकति छिटो चिसो सुरु हुँदैछ अलि हो नि अनि चिसो नै अलिक बढी हुन्छ नि पानी पनि परेको थियो नि त अस्तिको दिन त यस्तो चिसो थियो हामीलाई चाहिँ त्यस्तो लागेन है सुशील फेरि है त्यो म गर्मीबाटै आएको भएर होला उता त हामी अझै पनि यस्तो हाफ टी सर्ट हुँदा गौडले पनि हाफ टी सर्टै लगायो म त अझै पातलो पक्का गर्मीको कपडा लगाइरहेको छु तर उता गर्मी नै छ जाडो भइसकेको छैन हामीले एयर कन्डिसनहरू लाउन छोडेको निकै भइसक्यो गर्मीमा फेरि नेपालमा भन्दा अलिक बढी गर्मी हुन्छ नि यहाँ खास गरी पोखरा काठमाडौँमा भन्दा कोरियामा चाहिँ अलिक गर्मी नै हुन्छ त्यो म्याक्सिमम त्यो उचाइमा पुग्ने बेलामा चाहिँ यहाँको गर्मी अलिक त्यो सापेक्षिक आर्द्रता अलिक बढी हुन्छ क्या पसिना च्याप लाग्ने होइन त्यस्तो चाहिँ अलिक बढी फिल हुन्छ यसो धेरै ठाउँमा भनिसकेको पोडकास्टतिर पनि भनिसकेको रहेछ मैले हेरेको थिएँ उमेर त भनिहाल्यो गर्लफ्रेन्ड छैन खाली छ भनेर पनि भनिसक्यो इन्फर्म भन्नु म बुझ्छु क्या छैन भनेर भनेको अब जस मेरो भ्युज चाहिँ धेरै जसो पहिला गुरुङ गीत हालेको होला गुरुङहरू धेरै छ है सब्सक्राइबरहरू गुरुङ गीतको भिडियोहरू चाहिँ नेपालबाट हाल्न नमिल्ने बेलामा मैले हाल्ने थिएँ अनि कतिपय त कपिराइट क्लेम गरेर मैले डिलिट पनि गरिसकेँ जसको कपिराइट त्यो खडाहरू उपस्थित भएको छैन उहाँहरूको चाहिँ छ अनि गोरे दाईको गीत चाहिँ सबभन्दा धेरै भ्युर्स भएको गोरे दाई भन्दा ठ्याक्कै हजुरले मलाई त्यो हजुरले गुरुङ गीत भन्नुभयो नि दिमागमा गोरे दाई नै आइरहनु भएको थियो क्या अनि बाचा बन्धन भन्दा नि अगाडिको कि बाचा बन्धन त्यो एउटा गौडा गीत चाहिँ मैले हालेको
एकदम धेरै छ कि भ्युज पनि त्यो कति वर्ष 16 वर्ष अगाडि अपलोड गरेको होइन हजुर अनि भ्युज पनि धेरै भएको मलाई चाहिँ त्यो फाल्नु मन लागेन कि जब गोरे दाइलाई युट्युबमा आफ्नै च्यानल बनाउनु टाइम सजेस्ट गर्ने मान्छे त मै हो हजुर अनि फेरि त्यो हाल्ने बेलामा पनि गोरे दाइसँग सोधेर हालेको कि त्यति बेला पनि हजुर त्यो भक्का अब त्यो कागज बनाएर त्यस्तो गरेको चाहिँ होइन दाइसँगै भिडियो मागेर अनि लिएर आएर हालेको के त्यति बेला त यस्तो बनाउला भिडियो खिचेर हाल्ने युट्युब कन्टेन्ट हुन्छ भनेर के सोचेको थियो र युट्युब इन्टरनेटमा हाम्रो भिडियो पनि हेर्न मिलोस् भनेर हालेको त्यो नराम्रो सोचेर हालेको होइन अनि त्यति बेला भर्खर अब विदेशमा हङकङबाट कोरियाबाट जापानबाट युट्युब चलाउनु मिल्ने अमेरिका पनि चलाउनु मिल्ने अनि कति साथीहरूले फिल्महरू गुरुङ फिल्महरू पनि नेपाली फिल्महरू पनि अपलोड गरिदिन्थ्यो कि म चाहिँ यो त्यसै गर्नु खानु हुँदैन अभियन्ताको रूपमा याहु मेसेन्जरमा एकदम कुरा हुन्थ्यो च्याट हुन्थ्यो अनि मेसेन्जर कसको हो यो युट्युब कसले अपलोड गरेको भनेर देखिन्थ्यो नि त इमेल हालेपछि देखिहालिन्थ्यो अनि यो नगर्नु चाहिँ सर सोल्टी भनेर म चाहिँ इमेल पठाउँथेँ अनि च्याट गरेर सम्झाउँथेँ मेसेन्जरमा कल गरेर सम्झाउँथेँ त्यसो धेरै गरेको छु त्यति बेलाको युट्युबर भन्दा नि मिलेर अपलोडर सम्झाएको छु मैले अनि म चाहिँ गुरुङ गीत मात्रै किन राख्थेँ भने त्यसले त प्रमोसन हुन्थ्यो नि त त्यति बेला गुरुङ गीत त अझै पनि त्यस्तै छ च्यारिटी बेसमा हो जसले च्यारिटी सो मजाले गर्नु सक्यो त्यहीले हो कमाउने होइन भने त अनि इन्टरनेटमा फ्रीमै हेर्दा पाएपछि त कसले च्यारिटी सो हेर्न जान्छ त चाहिँ गर्नु हुँदैन त्यस्तो थियो गुरुङ गीतहरू चाहिँ सपोर्टै होस् भनेर कसैको चाहिँ नि मैले नसोधिकन हालेको पनि थियो कि सपोर्ट गर्ने त हो नि भनेर फिल्म हालेर गीतहरू मात्रै सपोर्ट हुन्छ भनेर त्योहरू पछि युट्युबमा नेपालबाट अलिक सक्रिय हुन थालेपछि कपिराइट क्लेम आइरहेको देखेँ कि यही च्यानलमा होइन हजुर यही छ अनि कपिराइट क्लेम आइरहेको देखेँ फालिदिएँ कि मैले कन्टेन्टै फालिदिएँ अब कपिराइट क्लेम गरेको के राखिराख्ने अनि अरू चाहिँ छ अब त्यसरी कपिराइटमा अब लड्ने नै हो भने त फेरि पहिला अपलोड गरेको पनि त हुन्छ होला नि त कन्टेन्टको हिसाबले त अब पहिला अपलोड गरेको म हुन्छु होला तर पनि उनीहरूले अब अफिसियल अब कपिराइट क्लेम गरिसकेपछि नराखेर के नि हुन्छ र तर पनि मलाई त्यो के अब कति वर्ष अगाडि सबभन्दा पहिला अपलोड गरेको त्यो त सम्बन्धित लोकसनसँग सोधेर हालेँ नि लाखबाट पठाउनु पर्ने मान्छेसँग किताबको बिचमा जहाँसम्म लाग्छ मलाई अहिले याद छैन किताबको बिचमा हालेर पठाउनु भएको थियो कि सिडी अनि त्यो गीतको मात्रै त्यही हालेको थियो नेपालमा चल्ने थिएन त्यो विदेशमै चलाउनको लागि विदेशमै हेर्नको लागि मात्रै त्यो के अरे हजुरले गुरुङ गीत भन्दाखेरि ठ्याक्कै पाचा भन्दा पनि दिमागमा घुम्यो अनि त्यो पुरी काशी पुन्टी साइला होइन त्यो मेरो बचपन है म हुर्किँदै गर्दाखेरि सबभन्दा बढी हेरिएको अब हाम्रोतिर झन् बढी नै लगाउँथ्यो क्या त्यो अब लोकल च्यानल हुन्थ्यो नि त अरू चाहिँ च्यानल हुन्थ्यो एउटा चाहिँ लोकल च्यानल भनेको च्यानलको नाम हुँदैन थियो त्यहाँ चाहिँ त्यो फिल्म आउँथ्यो अब त्यहीँबाट अपरेट हुने खालको च्यानल हुन्थ्यो जसको चाहिँ नामै थिएन होइन वालिङमा त्यसमा बाचा बन्धन लगभग तपाईँको हरेक हप्ताको शुक्रबार शनिबार बाचा बन्धन आउँथ्यो नि त्यस्तो हिट भएको रहेछ है भने एकदमै हिट भएको त्यति बेला एउटा कुरा भनिदिउँ म भन्नु न बाचा बन्धनको स्क्रिप्टमा रामबाबु काजी दाई सिरुबारीको दाई र मैले खास गरेर म चाहिँ स्क्रिप्टमा काम गरेको भन्दा नि गोरे दाइले चाहिँ विजय भाइलाई खेलाउनु पर्छ भनेर भने गर्नुहुन्थ्यो अनि हुन्छ हुन्न त्यत्तिकै हुँदा अनि स्क्रिप्टमा चाहिँ सँगै काम गऱ्यौँ मैले अलिअलि सहयोग गरेँ रामबाबु काजी दाइले गर्नुभएको थियो स्क्रिप्ट गोरे दाइसँग मिलेर त्यस्तो भएको थियो झन्डै हिरो भएको अहिले नि पछि दाइले होइन बाचाबन्धन त्यो दाइकै लागि त्यो सबै स्क्रिप्ट बनाउँदाखेरि उहाँकै लागि बनाउनु भएको त्यो होइन फिट हुने क्यारेक्टर नै उहाँ नै हो अनि अब हामी त भर्खर आलाकाज थियो दाइले अब के सोचेर भन्नुभयो एकपल्ट होइन निकैपल्ट भन्नुभयो अहिले पनि भेट्यो भने
मैले त तिमीलाई भनेकै हो नि भन्नुहुन्छ अनि तर त्यो भएन मैले प्रत्यक्ष चाहिँ अहिलेसम्म गोरेदाले देखाएको छैन यति बेला नेपालमै हुनुहुन्छ कि गइसक्नुभयो बाचाबन्धन 2 बनाउने तर्फमा हुनुहुन्छ सुटिङ निकै धेरै भइसक्नुभयो होला ए हो र त्यसमा त अर्को खुसीको खबरै बाचाबन्धन 2 सुटिङ सायद सकिसक्नुभयो होला अस्ति भएको रमाइलो थियो टिकटकमा मैले देखेको हजुर अनि टिकटक पनि छ क्या अहिले चाहिँ सब्सक्राइबर पनि एक फलोवर्स पनि यस्तो धेरै छ कि हजुर अनि यस्तो हङ्गाला यो उहाँ चाहिँ मेरो बुढी हो भन्नु है फेरि बेच्नु बसेको जस्तो लाग्यो मलाई यस्तो लाग्यो भरे त क्यारेक्टरमा रहेछ कि क्यारेक्टरको चाहिँ बुढी रहेछ कि अनि मेरो बाआमाले यस्तो गर्छ र यस्तो म सक भएको कि सुरुमा त गोरे दाई पनि हजुरको दाई भएन गोरे दाई त धेरै दाई नि भनेपछि हेर्ने मन लाग्यो गोरे दाई धेरै दाई हो नि हामीभन्दा त्यस्तो उहाँ ब्रिटिस आर्मीबाट रिटायर भएर पनि ब्रुनाई गएर पनि नेपाल आइसक्नु भएपछि बल्ल हामीले भेटेको स्वदेशकोबाट विदेशको पीडा भन्ने नि हेर्नु भयो त्यो च्यानलमा आएको थियो होला नि त्यो पनि नेपाली मिडिया त्यो अजिङ्गरसँग लडेको ए त्यो उहाँले फर्स्ट ब्रुनाईमा हुँदाखेरि बनाउनु भएको हो मलाई त उसको त डायलग कथा क्यारेक्टर त्यो ओरिजिनल उहाँको त ओरिजिनल आफै हो नि त स्क्रिप्ट बनाउँदादेखि नै आफै त्यो पक्का ओरिजिनल आउँछ क्या त्यही भएर काशी याद छ एकदम याद छ मलाई भन्नु त काशी आऊ गरे होइन त्यो कति त मान्छे डराउँथ्यो अरे है त्यो उवाला के अरे त्यो बोलाउनेवाला सिन छ नि त्यो त डर लाग्थ्यो नि हेर्न सकिँदैन थियो नि पछि चाहिँ फिल्ममा भनेर बुझ्नु थालियो नत्र भने त्यो सेतो लुगा लगाएर त्यति बेलातिर त टिभीमा त्यो के केबल आएको नि एकदम भर्खर भर्खरै थियो नत्र भने त अब पोखरातिर चाहिँ निकै धेरै भइसक्यो थियो डिसेन्टिना राखेर हेर्न थालिसकेको थियो केबल टिभी आएपछि त हो वालिङतिर गयो साइकलतिर सबैतिर गयो होइन पहिला त अब स्थानीयहरू पनि केबल टिभीहरू बनाएर अहिले पछि त वालिङ पनि पोखराको नेटवर्कसँग कनेक्सन छ होला होइन अहिले चाहिँ के कसो अहिले टेलिभिजनहरू फेवा टेलिभिजनहरू सबै उहाँ पनि जान्छ भनेको त त्यो त एउटै केबलमा कनेक्ट भएको अहिले अब जस्तो मैले त्यो जुन हजुरलाई बाचाबन्धन हप्तामा 2-3 चोटि आउने च्यानल खाली च्यानल भन्थ्यौँ कि हामी च्यानलको नाम नभएको भएर खाली च्यानल भन्थ्यौँ अनि त्यो फिल्म लगाइदिइराख्ने त्यो केबलवालाले नै त्यो अपरेट गरेको च्यानल होइन पछि केही च्यानल चाहिँ वालिङ टेलिभिजन भयो जहाँ चाहिँ हामीले खाली च्यानल भन्थ्यौँ लोकल च्यानल भन्थ्यौँ त्यो चाहिँ वालिङ टेलिभिजनमा कन्भर्ट भयो त्यो टेलिभिजनमा मैले काम गरेँ त्यही च्यानलमा हो त्यति बेला पनि त्यति बेलैबाट कार्यक्रम सञ्चालक हो विजय हो म सुरुमा रेडियो होइन एसएलसी दिने बित्तिकै रेडियो जोइन भएँ बाल कार्यक्रमबाट सुरु गरेको रेडियो आँधी खोला त्यति बेला कस्तो थियो बाल कार्यक्रम त्यति बेला बाल कार्यक्रम मभन्दा एकजना सिनियर दिदीले चलाउनु हुन्थ्यो अनि ठ्याक्क त्यति बेला खाली भएको थियो अनि खाली भएको भन्दा पनि कतिवटा 6वटा कि कतिजना आरजे चाहिएको थियो आँधी खोलालाई अनाउन्स खोल्यो अनाउन्स खोले पछाडि म वैकल्पिकमा परेको इन्टरभ्यू नै दिएर होइन नि कहाँ सोर्सफोर्स लाउने भएन सबभन्दा रेडियोभन्दा सबभन्दा नजिक मै थिएँ मलाई त सुरुमै लानुपर्ने होइन तर इन्टरभ्यू दिएँ टिकराज गुरुङ सर मेरो चाहिँ अब आदर्श पढाउने टिचर पनि हुनुभयो लास्ट टाइम चुनावमा पनि उठ्नु भएको थियो हजुर राजसभाबाट हजुर अनि टिकराज गुरुङ सरले लिनुभएको मेरो इन्टरभ्यू स्टेसन म्यानेजर हुनुहुन्थ्यो के अरे प्रोग्राम कोअर्डिनेटर त्यति बेला म्यानेजर स्टेसन म्यानेजर कोही थिएन मैले त्यति बेला काम गरेपछि अमृत अधिकारी भन्ने पाल्पाबाट आउनुभयो अहिले काठमाडौँमा हुनुहुन्छ उहाँले पनि त्यो धेरै नै अमृत अधिकारी अर्को जीवन भण्डारी बाल कार्यक्रममा स्वर चाहिँ बालककै थियो कि मोटो भइसक्यो त्यति बेला पातल थियो नि एकदम केटाकेटी नै थिएँ एसएलसी भर्खर सकिएको टिभीमा जाँदा अलि बोल्ड भइसक्यो अब मैले बाल कार्यक्रमबाट सुरु गरेँ बिस्तारै अनि कमेडी कार्यक्रमहरू सुरु गरेँ रेडियोमा पनि
कमेडी कार्यक्रम गरेँ। रेडियोमा किस्सा पनि छ होइन, जस्तो त्यो अब के अरे अमृत अधिकारी सर स्टेसन म्यानेजर, उहाँ चाहिँ पहिलोचोटि आउने पहिलो दिन रेडियोमा स्टेसन म्यानेजरको रूपमा आउने दिन थियो। अनि त्यो दिन चाहिँ भएको के भने म रेडियोमा मेरो ठ्याक्कै कार्यक्रमको बेला परेको थियो शनिबार दिउँसो। अनि म भित्रबाट 5-7वटा आवाजहरू निकालेर कार्यक्रम चलाइरहेको थिएँ। अनि टेक्निसियनलाई आएर म्यानेजरले के भन्नुभयो अरे भने अमृत सरले होइन हाम्रो स्टुडियोमा कतिजना मान्छे अट्छ भनेर सोध्नुभयो अरे त्यति बेला। तर कोही पनि थिएन, म एक्लैले 7-8वटा आवाज निकालेको थिएँ त्यति बेला। त्यो स्पिकरमा स्टेसनहरूमा प्रायः कस्तो हुन्थ्यो भने हजुर स्पिकरमा अफिसतिर नि सुन्नु मिल्थ्यो। त्यही भएर त्यही सुन्नुभयो त्यही सुन्नुभएको उहाँले। अनि धेरैजना छन् जस्तो लागेछ अमृत सरलाई चाहिँ, तर एक्लै थिएँ। बाल कार्यक्रम कमेडी कार्यक्रम हुँदै अनि क्विजहरू, त्यो क्विज प्रोग्राम सबभन्दा चल्ने सजिलो क्विज प्रोग्राम थियो है रेडियोमा। रेडियोमा जहाँ पनि हुन्छ, हरेक एफएममा एफएम रेडियोमा चाहिँ एउटा क्विज कार्यक्रम हुन्छ। अनि मैले चाहिँ त्यहाँ थालनी गरेको चाहिँ स्पोर्ट्सको चाहिँ समाचार बुलेटिन बन्थ्यो, तर स्पोर्ट्सको कार्यक्रम थिएन। स्पोर्ट्स भनेको चाहिँ खेलकुद सम्बन्धी चाहिँ कार्यक्रम थिएन। हजुर म त स्पोर्ट्स समथिङ कम्पनीको नाम रहेछ कि भन्नेतिर गएको के दिमाग छ। खेलकुद सम्बन्धी हजुर हजुर थिएन। अनि मैले स्पोर्ट्स अफ द विक भनेर म आफैले सुरु गरेर स्पोर्ट्सको कार्यक्रम लामो समय चलाएँ। भनेपछि त्यहाँ वालिङमा स्थानीय रूपमा कस्तो कार्यक्रमहरू हुन्छ त्यो पनि आउने, अनि केन्द्रीय पनि खेलकुद सम्बन्धी गतिविधिहरू चाहिँ फोकस गरेर। त्यो कसरी त्यसमा चाहिँ त्यो खेलकुद समाचार हो कि अथवा समाचार नै खेलकुद समाचार हो? खेलकुद समाचार भने जस्तो म समाचार वाचक जसरी चाहिँ गर्दिनँ थिएँ। हजुर अलिकति फरक, अलिकति त्यति समाचार भन्ने जस्तो फर्मल नभएर अलिकति इन्फर्मल भएर समाचार चाहिँ समाचार नै हो, तर आफ्नो तरिकाले। अनि स्पोर्ट्स अफ द विक त्यो पनि म इन्सपायर भएको हो। टेलिभिजनमा चल्थ्यो कार्यक्रमहरू स्पोर्ट्सको। मैले त्यही सोध्न मन लागेको थियो कि त्यति बेला त वालिङ एफएम बाहेक कोही पनि बज्नु थिएन होला, पोखरातिरको टिप्दी थिएन होइन? के टिप्दी थियो? मदन पोखरा पाल्पाको। पोखराको त श्रीनगर एफएम मदन पोखरा। अनि त्यो कताबाट के एउटा कतै इन्सपायर हुन लागि प्रोग्राम बनाउनको लागि आइडियाहरू कहाँबाट आउँथ्यो भनेर सोध्नु मन लाग्यो। टेलिभिजन त्यति बेला नेपाल टेलिभिजन, कान्तिपुर च्यानल नेपाल, नेपाल वान इमेजहरूको एकदम एनटिभी त भइहाल्छ हजार होइन। त्यो क्रेज थियो त्यति बेला। स्पोर्ट्स अफ द विक गर्नको लागि चाहिँ सायद च्यानल नेपालमा कि नेपाल वानमा एउटा खेलकुद सम्बन्धी कार्यक्रम आउँथ्यो। अनि मलाई चाहिँ त्यही तरिका मन परेपछि सबै कार्यक्रम चाहिँ, तर खेलकुदसँग सम्बन्धित ठ्याक्कै कार्यक्रम नभएपछि म गर्छु बरु समाचार वाचक जसरी चाहिँ सुरु गर्छु अनि म गर्छु भनेर अनि सुरु गरेँ स्पोर्ट्स कार्यक्रम। कतिवटा कार्यक्रम चलाइन्थ्यो? मैले हप्ताभरि कार्यक्रम पर्थ्यो होइन, दिनमा एउटा त हुन्थ्यो, दिनमा 2टा पनि गरेको छु। शनिबार 2टा पर्थ्यो। अनि यो भन्न हुने कि नहुने हो? हजुर रेडियोमा बोल्दाखेरि आम्दानी पनि थियो कि भोलिन्टियर गर्नु? आम्दानी थियो। थियो अब जागिरमै नै हो। अहिले भन्दाखेरि चाहिँ आफैलाई नि होइन, अब अहिले त अब कति पारिश्रमिक पुगेको छ मलाई थाहा छैन। म त्यति बेला गर्दा एउटा कार्यक्रम 30 रुपियाँ थियो। एउटा कार्यक्रम गरेको 30 रुपियाँ पर एपिसोड? हजुर 30 रुपियाँ थियो। मैले हप्तामा 7वटा गऱ्यो भने 210 रुपियाँ एक हप्तामा। अनि त्यो त अलि दिए जस्तो मात्रै भयो होला है त्यति बेला, किनभने त्यति बेला चिया खर्च पुग्थ्यो। चिया 5 रुपियाँ पर्थ्यो होइन? चिया 5 पर्थ्यो हो, चिया 5 पर्थ्यो। अनि तर त्यति बेला यस्तो मेरो सँगैको साथीहरू त्यसरी कोही पनि काममा इन्भल्भ थिएन। मलाई चाहिँ त्यो सबैभन्दा ठुलो कमाइ लाग्थ्यो है। सँगैको साथीहरू केही पनि गरिरहेको छैन, आम्दानी छैन, म चाहिँ कमसेकम मेरो आवाज पनि बिग्रिरहेको छ, रेडियोमा बोलिरहेको छु पनि, अनि त्यसबाट पैसा पनि आइरहेको छ। अब हप्तामा 210 भनेको एक महिनाको हिसाब गऱ्यो भने चाहिँ कति 400 झन्डै 1000 रुपियाँ जस्तो 1100-1200 रुपियाँ आउँथ्यो। कति सालको कुरा हो यो? 66-67 सालको। 67 सालको हजुर। त्यो त भर्खरै होइन र भने 66-67 भने त 63 सालको आन्दोलनपछि त अनि गणतन्त्र आयो भनेपछि मैले चाहिँ 66 सालमा अन्तर्वार्ता दिएर 67बाट कार्यक्रम सुरु गरेँ है। 67 भनेको त म कोरियाको 60 मा हो गए। हजुर। अनि 63 मा फर्केको थिएँ। हजुर। फेरि 64 मा
65 मा फेरि आएको त्यो मैले त धेरै पहिला होला भन्ने सोचेको थिएँ कि मैले जति बेला एफएम गर्थेँ हजुर खुल्यो है यो पनि 59 साल 60 सालमा होला हजुर मेरो कम्प्युटर इन्स्टिट्युटबाट लोकसर नै जोडिनुहुन्छ क्या मेरो जहाँ पनि लोकसर नै मामा हो उहाँ नै जोडिनुहुन्छ हामी तब संसार पत्रिकाको तयारीमा थियौँ उहाँकै पत्रिकामा अनि त्यसपछि बिचमा उहाँले अनि यताभन्दा साथीहरूको उता लगानी भएको छ भनेर हिमसुली एफएम म स्टेसन म्यानेजर भएर जानुभयो अनि मेरो कम्प्युटर इन्स्टिट्युट पहिलादेखि नै थियो अनि एउटा कार्यक्रम गरौँ भनेर भन्दाखेरि त्यो कार्यक्रम स्पेसली कुनै बेला सुनाउन कसरी भनेर त्यसपछि कार्यक्रम मैले शनिबार हाम्रो चल्दै थियो मनुकुलले चलाउनु थियो मेरो साथी अहिले पनि एकदम मिल्ने साथी हुनुहुन्छ अनि अमेरिकामा हुनुहुन्छ उहाँले चलाउनुहुन्थ्यो अनि उहाँ मास्टर डिग्रीको लागि त्रिभुवन विश्वविद्यालयमा होस्टेलै कसरी पढ्दै गरेर जानुभयो काठमाडौँ त्यसपछि अर्को मेरो नै साथी अलि सिनियर राजकुमार गुरुङ हुनुहुन्थ्यो उहाँ पनि फेरि अमेरिका हिँड्नुभयो त्यो कार्यक्रम 3 वर्ष जति चल्यो होला त्यसपछि त्यही एफएमको एकजना कल्पना भन्ने बहिनीलाई दिएको थियो अनि बिचमा त्यो ग्यापमा चाहिँ कसलाई भन्ने अचानक भन्दाखेरि अनि म अब कम्प्युटर इन्स्टिट्युटको त्यति बेला म्यानेजिङ डाइरेक्टर भएँ अनि मै फेरि विजय गुरुङ भनेर चलाउन अप्ठ्यारो भयो अनि ल मै जान्छु भनेर कसलाई भन्ने भनेर मैले पनि चलाएँ कि त्यो चाहिँ हाम्रो फोन कार्यक्रम थियो हजुर फोन त त्यति बेला सजिलो नि त कति बेला त त्यहाँ टेक्निसियनलाई के हुन्थ्यो नि जिङ्गल बजाउँदै गर्नुहोस् म आइहाल्छु घरमै जिङ्गल बस्थ्यो कि कहिले त अनि पोखरामा चाहिँ बाटो जाम हुन्थेन त्यति बेला होइन घरमै अब जिङ्गल बजाइसकेको हुन्थ्यो म त्यति बेला आइपुगेन भने एउटा गीत बजाउँदै गर्नुहोस् म छिरिहाल्छु त्यो गीत नसकेको स्टुडियोमा तुफान गएर स्टुडियो गएर भर्खरै यो गीत सुन्नुभयो सदाको शनिबार चाहिँ आजको शनिबार पनि म आइसकेको छु रेडियोको फेरि एउटा खालको तरिका थियो जस्तो अहिले हामीले एकदम कम पाउँछौँ त साथीहरू आजको बसाइमा पनि तपाईँ हामीसँग साथी जोडिसक्नु भएको छ आजको बसाइमा कार्यक्रम लोकचौका लिएर आइसकेको छु म विषय रेडियो सुरु भएको छ भने डायल गर्न सक्नुहुन्छ 440 250 ठ्याक्कै जसको पनि त्यही टोन के होइन यही फ्लो आउँछ नि रेडियोमा त्यो अहिले पनि सुन्यो भने होइन त्यति बेलाको आरजेहरूको सुन्यो भने ठ्याक्कै त्यही आउँछ कि अहिले पनि त्यही हो हाम्रो गौडेलले चाहिँ बाल कार्यक्रम कसरी चलाउँथ्यो बाल कार्यक्रम अब त्यो तिमीभन्दा त धेरै तिमी 67 मा हो मेरो त 65 होइन म त 60 मा त कोरिया आएको भनेपछि त 59 सालतिर होला मेरो चाहिँ प्रोग्राममा हिमसुली 4 वटा एफएम थियो जम्मा भनेपछि ठ्याक्कै 10 वर्ष अगाडि हो नि झन्डै मेरो भन्दा ठ्याक्कै झन्डै 10 वर्ष अगाडि 58 हो त्यति बेलातिर हो त्यति बेला पोखरामा जम्मा 4 वटा एफएम थियो के सुरुवाततिरै हो कि अनि कति सालमा सुरु भयो भने मलाई त डाटा चाहिँ ठ्याक्क थाहा छैन आजकल डाटा राख्ने गरेको पनि छैन है किनभने इन्टरनेट खोजे भेटिहालिन्छ नि हुन्छ 4 वटा एफएम थियो अन्नपूर्ण एफएम माछापुछ्रे एफएम अनि हिमसुली एफएम र पोखरा एफएम पोखरा एफएम हिमसुली चाहिँ अहिले छैन होला हाम्रो कार्यक्रम भएको हिमसुलीमा हो बाँकी पोखरामा उठेको थियो हाम्रोमा लेखनाथ त 67 सालमा मलाई थाहै छैन नि म 60 सालपछि थाहा छैन लेखनाथ एफएम भन्ने थिएन कि त्यति बेला थिएन 4 वटा मात्र थियो एफएमहरू पनि यो 64-65 तिरबाट सुरु भएको हो कि अगाडि हो कि कोरियामा आएको 60 मा हो त्योभन्दा अगाडि 3 वर्ष कार्यक्रम चलाइसकेको थियो अनि भनेपछि त धेरै भयो त्यसो बाल कार्यक्रम चाहिँ कस्तो भने होइन अब त्यो कार्यक्रमको मेन विशेषता भनेको बालबालिकाहरूले आफ्नो रचना लेखेर पठाउने कथा कविता पनि बोलाइन्थ्यो पछि होइन मैले चाहिँ पढ्ने चिठी आउँथ्यो त्यति बेला चिठीको जमाना थियो नि त रेडियोको बाहिर ठुलो बक्स हुन्थ्यो कुन कार्यक्रम स्पेसियो त्यसमा आएर बस्थ्यो मेरोमा जहिले कमिला हिँड्ने त्यसरी आउँदैन थियो आफैले लेखेर अरूको नाम साथीहरूको नाम हाल्दैन अनि आफैले कविता लेख्यो गजल लेख्यो होइन अनि त्यसपछि कथाहरू लेख्यो गीतहरू लेख्यो आफैले लेख्ने नाम चाहिँ साथीको हाल्दैन अनि बिचमा बालगीतहरू बस्थ्यो बालगीत हुन्थ्यो त्यति बेला बालगीतहरू बस्थ्यो आधी घन्टाको कार्यक्रम थियो जे होस् त्यति बेला त्यसरी सुरु गरियो नमस्ते भनेर मसिनो आवाज थियो त्यति बेला अहिले त केटाकेटीको आवाज अब त्यो त्यति बेलाको आवाज आउँदैन मसिनो आवाज थियो एकदम त्यो के अब कहिले पनि त्यो कसरी सकियो त्यो चाहिँ
स्कुलमा त्यो कार्यक्रमहरू सञ्चालन गरिन्थ्यो कि सञ्चालन भन्दा म चाहिँ मेरो स्कुलको कस्तो विद्यार्थी भने कुनै पनि कार्यक्रम त्यस्तो छैन म पार्टिसिपेट नगरेको भलिबल फुटबल खेल सबैमा पार्टिसिपेट गर्ने अनि कुनै पनि कार्यक्रम त्यस्तो छैन जसमा चाहिँ म के अरे टप 3 अथवा 4 मा नआएको मल्टी ट्यालेन्ट मात्रै होइन त्यो स्कुल लेभलमा चाहिँ अझ म बढी स्पिचमा चाहिँ हिरोवाला क्यारेक्टर रहेछ होइन क्विज र स्पिचमा चाहिँ बढी नै थिए वाद विवाद त्यस्तो मान्छे हाजिर जवाब त्यसमा जाने मान्छे लोकसेवा लड्नुपर्ने होइन र स्याङ्जालीहरू त्यसै पनि लोकसेवामा अगाडि छ लोकसेवा कहिल्यै पनि दिमागमा आएन भएन मलाई सबैभन्दा धेरै लोकसेवा पास गर्ने स्याङ्जाली हो अनि स्कुलको त्यो विद्यार्थी सबैभन्दा अब त्यो हाजिर जवाबतिर वक्तृत्व कलातिरदेखि लिएर कथा प्रतियोगिता कविता प्रतियोगिता कति हुन्छ नि त होइन निबन्ध प्रतियोगिता त्यस्तोमा सबैले जित्ने विद्यार्थी भनेको त लोकसेवाको म्याटर अनि मलाई भएन त्यो अब यस्तो हो परिवार मेरो परिवारमा पनि कोही हुनु भएन लोकसेवा पढ्ने अथवा यो सरकारीतिर जागिरतिर कोही हुनु भएन अनि मेरो साथी सर्कल पनि लोकसेवा पढ्ने मध्येको भएन पछि ब्याचलर पढ्ने बेलामा जब त्यो लोकसेवा पढेर अब परीक्षा दिएर मिल्दैन भन्ने थाहा हो उमेरले गर्दा त्यस पछाडि बल्ल लोकसेवाको कुराहरू आएको तर मलाई कहिले पनि त्यतातिर रुचि नै भएन मलाई अफसोस हुन्छ कि हुँदैन छैन किनभने मलाई जे कुरामा रुचि हो सानैदेखि अहिले त्यही फिल्डमा छु त्यो भएर मलाई चाहिँ खुसी छु तर त्यो पहिला हिन्दी फिल्मतिर हुन्छ नि नेपाली फिल्ममा पनि हिरोवाला क्यारेक्टर हुन्छ नि सबैमा फर्स्ट हिरोवाला क्यारेक्टर हो नि त होइन त्यति बेला अनि कहाँ कमेडियन भएको अब त्यति बेला यहाँ चाहिँ दिएन होइन त्यति बेला मेरो पढाइमा पनि म टपर त्यही त भनेको नि त्यो प्रोग्रामहरूमा त भइहाल्यो फिल्महरूमा हिरो भनेको त्यस्तै त हुन्छ नि हुन्थ्यो सबै कुरामा अब्बल सबै कुरामा अब्बल अब गुन्डाहरू आयो भने ढ्याङ डिङ त्यो थियो कि थिएन साथीहरूलाई भयो नि बचाउनु जाने लडाइँ झगडामा चाहिँ कम थिएन एकदम कम आइलाग्यो भने जाइ लाग्ने एकदम परिहाल्यो भने चाहिँ डराएर भाग्ने चाहिँ होइन भाग्ने होइन एकदम परिहाल्यो भने चाहिँ आत्मसुरक्षा गर्ने तर आफै चाहिँ लडाइँ झगडातिर कहिले पनि भएन स्कुलमा कहिले नि भयो कि भएन प्लस 2 पढ्दा अलिअलि जोस थियो प्लस 2 पढ्दा त धेरै बुझ्ने भइसकेको हुन्छ त्योभन्दा अगाडि चाहिँ भन्नाले स्कुलमा चाहिँ लडिएन बरु साथीको लडाइँ हुँदाखेरि चाहिँ आफू परिएको छ साथीहरू लड्दाखेरि चाहिँ परिएको छ त्यो पनि फेरि लडाइँमा परेको होइन के अरे स्कुलमा के अरे प्रिन्सिपलले गर्ने चाहिँ पनिसमेन्ट दिने बेला हुन्छ नि त्यो बेलामा चाहिँ परिरहेको छ तिमीहरू यो भनेर नाम लिँदाखेरि आफू यसै परिरहेको छ पढेको स्कुल सरकारी स्कुल हो कि सरकारी स्कुल मैले प्राइभेट पढेको ब्याचलर पुगेको छु मात्रै मेरो एसएलसी पनि सरकारी स्कुलबाट प्लस 2 पनि सरकारी क्याम्पसबाट काठमाडौँ आएपछि पढेको ब्याचलर होइन मैले ब्याचलर स्याङ्जामै छ नि स्याङ्जामा आदर्शबाट त्यही वालिङ आदर्शबाट मैले एकदम त्यो पनि त्यहाँ सरकारीमा चाहिँ ब्याचलर नभएर हो थियो सुनलाई चाहिँ मैले त्यो अब त्यो ब्याचलरमा मैले प्राइभेट पढ्नुको रिजन पनि त्यो कलेजमा धेरै प्रोग्रामहरू हुन्थ्यो अनि त्यो प्रोग्रामहरू खिचेर त्यही मैले खाली च्यानल भने नि लोकल च्यानल त्यो च्यानलले हाल्थ्यो यो कलेजमा यति धेरै कार्यक्रम हुन्छ मैले यो कलेजमा पढेँ भने मैले मेरो आफ्नो पर्फर्मेन्स देखाउन पाउँछु भनेर त्यो कलेज छिरेको खासमा अघि हामी त्यहाँनिरबाट रेडियोमा गयो रेडियोपछि फेरि यता कलेज आइसक्यो रेडियो म प्लस 2 पढ्दै रेडियो गरेँ ब्याचलर सुरु हुने बेलामा टेलिभिजनमा त्यति बेला पहिला त्यहाँ कसरी टेलिभिजन 3,200원이 지불되었습니다. 잔액은 59,980원입니다. लोकल टेलिभिजनमा जाने सिरियलहरू त्यति बेला ए महिला बा भन्ने सिरियल थियो त्यो चाहिँ सिरियलले त्यो टेलिभिजनले नै प्रड्युस गर्थ्यो टेलिभिजनले प्रड्युस गर्ने अनि त्यो वाइलिङ एरियामा अथवा भनौँ न स्याङ्जाभित्र मात्रै हेर्न मिल्ने थियो नाटक टाइपको होला नाटक टाइपको अनि त्यसको सुटिङ हेर्न जाने म सुटिङ हेर्न जाँदा कस्तो हुन्थ्यो भने त्यहाँ बोलेको डाइलगहरू कण्ठ गर्ने घर प्र्याक्टिस गर्ने अनि हेर्न जाने क्रममै यसो सानो रोल पाएको थिएँ
हेर्न जाने तर त्यति बेला त तिम्रो त रेडियोमा भोइस आइसकेको थियो नि आइसकेको थियो तर रेडियोमा बाल कार्यक्रम थियो नि त त्यति मजाले भइसकेको थिएन अनि सानो रोल पाएपछि रोल गरेँ त्यो रोल गरेपछि पुटुलको नाम बिर्सेँ पुटुलको डिरेक्टर हुनुहुन्थ्यो एकजना उहाँले चाहिँ ल रोल हजुरले राम्रो गर्नुभयो अब हामी यस्तो रोलहरू परेर तपाईँलाई बोलाइराख्छौँ गर्नुपर्छ भन्नुभयो मोबाइल थियो मोबाइल सरस्वतीमा त थियो होला थियो त्यति बेला नोकियाको त्यो पनि सबैभन्दा धेरै त्यो हुन्थ्यो किबोर्ड भएको बटन भएको ठुलो मोबाइल त्यो त स्मार्टफोनै हो नि एक किसिमले त्यो फोन थियो मसँग अनि त्यो फोन थियो सिरियलमा गरियो सिरियल पछाडि सिरियलमा यति राम्रो भइदियो कि त्यही चाहिँ अर्को एउटा झिल्के दाई भन्ने सिरियल गऱ्यो जसको मेन रोलै मलाई दिनुभयो त्यो क्यारेक्टर याद छ झिल्के दाईको याद छ धुर्मुसवाला त्यस्तो ठ्याक्कै झिल्के दाई भनेपछि त छुट्टै क्यारेक्टर होला नि त छुट्टै क्यारेक्टर झिल्के दाई भन्ने आवाज चाहिँ अहिले अब यो बोल्ड भयो एकदम तीखो आवाज थियो त्यति बेला कस्तो थियो धुर्मुसे जस्तै त्यो मिठाई गर्दै हिँड्ने खालको मिठाई गर्दै भन्दा कस्तो भने जे गर्दा पनि दुःख पाउने क्यारेक्टर थियो उसले चाहिँ राम्रो होस् भन्नको लागि उसले गर्थ्यो राम्रो होस् भन्नलाई गरेको त्यो चाहिँ उल्टो चाहिँ आउने अनि त्यो खालको क्यारेक्टर थियो झिल्के दाई गरेपछि त्यसपछि टेलिभिजनमा सम्बन्ध बढ्यो वाइलिङ टेलिभिजन भनेर नामाकरण पनि भयो त्यति बेला अनि त्यति बेला प्रोग्राम थियो comedy.com मेक्सम आफ्नै नाममा मेक्सम भन्ने नाम चाहिँ कसले नुहारण गरेको मैले आफैले नुहारण गरेँ केही छ त्यसको किस्सा त्यस्तो अब किस्सा अब धेरैले अर्थ सोध्नुहुन्छ मेक्समको अर्थ के हो भनेर सोध्नुहुन्छ अर्थ भएर राखेको नाम चाहिँ होइन कि कसरी मेक्सम भन्ने नाम भयो अब मेरो ओरिजिनल विष्णु प्रसाद गौडेल अनि विष्णु प्रसाद गौडेल भनेर फेसबुक त्यति बेला फेसबुक नयाँ जमाना 11 पर्दाखेरि अनि विष्णु प्रसाद गौडेल राख्दाखेरि चाहिँ विष्णु प्रसाद धेरै देखियो नामहरू फेसबुकमा एउटा यस्तो नाम होस् क्याची नेम जो चाहिँ मेरो मात्रै होस् जस्तो लाग्थ्यो अनि त्यति बेला त्यो मेक्सम राख्नुको पछाडिको रिजन चाहिँ नेपालमा चाहिँ FQX नेपाली नाममा कम युज हुन्छ एफहरू होइन एफ हुँदैन क्यु हुँदैन एक्सहरू हुँदैन नि त नेपाली नाममा अनि यस्तो राखेर एउटा युनिक नाम बनाउनुपर्छ भन्दा कोर्दा बनेको आफैले कोरेर ढुङ्गाले त पनि किनरी ढुङ्गाले त्यो मन्दिरको पार्टी थियो पार्टीको माथिपट्टि लेख्नु मिल्थ्यो भनेपछि त्यो रेडियोमा आउनुभन्दा अगाडि स्कुल पढ्दै हो स्कुल पढ्दै हो मैले फेसबुकको लागि राखेको अनि मेक्सम भन्ने नाम बन्यो अनि त्यो बनेपछि चेन्ज गरिदिएँ अनि त्यति बेला कस्तो भने नाम चाहिँ राखेँ थर चाहिँ चेन्ज गर्नु मन लागेन अनि खासमा सुहाउँदैन थियो त्यति बेला मेक्सम गौडेल अहिले भन्दा सुहाए जस्तो देख्थ्यो होइन हामीले सुरुमा कमेडी च्याम्पियनमा सुन्दाखेरि पनि हजुर नौलो लागेको थियो त्यो नाम थर नै नौलो छ गौडेल मेक्सम गौडेल अनि त्यसपछि त्यति बेला सुहाउँदैन थियो मेक्सम गौडेल चाहिँ तर मैले होइन यो चेन्ज गर्दिनँ म यतिकै राख्छु पछि बिस्तारै सबैलाई मनपर्छ भन्दै छोडेको नाम अहिले सबैलाई मन पनि पर्यो त्यो त कामले गर्दा मन परेन भन्ने त सवाल भएन कि मेक्समको कामले गर्दाखेरि त्यो नाम पनि क्याची भयो अहिले अब मलाई विष्णु भनेर प्राय मेरो स्कुलमा अनि घरतिर अलिअलि चिन्नुहुन्छ नत्र मेक्सम यसरी झुक्याउन सकिँदो रहेछ उसो भए मेक्समलाई चिनेर कसैले अब त धेरैलाई थाहा भइसक्यो नि विष्णु प्रसाद गौडेल उसको नाम भनेर विष्णु भनेर कसैले बोलायो भने म पुरानो मान्छे यो कि एकदम पुरानो मान्छे हुनु पर्यो कि मेरो फ्यामिली अथवा रिलेटिभ्स गाउँलेले पनि विष्णु भन्नुहुन्न मेक्सम नै अनि त्यो एकदम घनिष्ठ मान्छे हुनुपर्छ पुरानो अनि घनिष्ठ विष्णु थाहा पाउनु झुकाउन त नमिल्दो रहेछ नचिन्ने मान्छेले विष्णु भनेर बोलाए पनि नबोल्दो रहेछ तर होइन बोल्छु मलाई होइन भन्ने हुन्छ होला त्यो स्वरै सबै त्यो आफ्नो मान्छेको त हुन्छ नि क्लोज मान्छेहरूको थाहा हुन्छ नि त बोलेको विष्णु भन्दाखेरि चाहिँ जस्तो विष्णु भनेर कसरी बोलाउने गर्दाखेरि चाहिँ मेक्सम भन्दा जसरी छिटो हेरिन्छ नि विष्णु भन्दा अलिक होइन होला म हुन्छ अर्को पनि हुनु मिल्छ भन्ने छ हामीले अहिले इन्जन फुलकोट एयरपोर्ट जाने फुलकोटीसम्म समुद्रमाथिकै पुलमा त्यस अब
आन्सन गएको भान्सासँग त होइन कि गएको होइन कि छोड्न चाहिँ आउनुभएको ए उता आन्सनबाट छोड्न चाहिँ आउनुभएको उहाँ पनि आन्सनतिरै आन्सन होइन उहाँको अझ हामी आन्सनबाट जति के अरे सौल आउनु लाग्यो सौलबाट त्यति नै लाग्छ म भएको ठाउँमा जानु भन्नु यतैबाट रेलमा गएर रेल पनि छोडेर फेरि बसमा गएर टाढै जानुपर्ने त्यो रेल अनुभव चाहिँ कस्तो भयो सिसाभित्रबाट सिसाको ढोकाभित्र उता आन्सनमा जाँदाखेरि आन्सनमा पनि छ रेल होइन रेल चाहिँ छ कि हजुर त्यो रेल ओपन त देखिएन नि त होइन भित्र सिसाभित्र रेल आयो त्यसपछि सिसाको ढोका खुल्यो त्यही मात्रै भएन रेल आएको देखियो र होइन ओपनली देख्न देखिएन रेलभित्र छिर्यो भित्रको अनुभव चाहिँ लियो त्यही त रेल त अब सिसाको ढोका हुन्छ ढोकाभित्रै रेल आउँछ अनि बल्ल ढोका खुल्छ भित्र छिर्यो अनि झर्ने कस्तो लाग्दो रहेछ त्यो देख्दा मलाई म रेल भनेको दार्जिलिङ जाँदाखेरि एकचोटि बाटोमा आउँछ जस्तो ए नचलेको त्यति बेला चलेको थिएन हामी टुरमा गएको थियौँ हजुर अनि नचलेको रेल चढेको अनुभव थियो चलेकै रेल चढेको चाहिँ यहाँ आएपछि कोरिया चाहिँ अब ठुलो जहाज पनि कोरिया आउँदा चढ्यो आउनलाई नेपालबाटै चढ्यो नि त चढ्यो अनि रेल पनि कोरियाबाट चढ्यो अनि त्यो त फास्ट रेल होइन लोकल ट्रेन हो नि त लोकलमा त गयो होला नि आन्सन त लोकल त्यो स्टेसनहरू रोक्दै जानु होला त्यो त सिटी बस जस्तो सिटी के त त्यसलाई चाहिँ मेट्रो ट्रेन हो कि त्यो सिटीभित्र मात्रै चल्ने सौल एरियामा चाहिँ अन्डरग्राउन्डमा छ के अरे हजुर अनि सौल सिटी छोडेपछि जमिनमाथि नै छ कोही जमिनमाथि कोही जमिन मुनि हुँदै जाँदो रहेछ सौलभित्र चाहिँ जमिन मुनि हो रमाइलो लाग्यो अनुभव यो त यताको भयो उता टिभीमा गइसकेपछि त्यतै सुनौ यताको त अब टिभीमा गइसकेपछि अब कमेडीका अब रेडियोमा पनि कमेडी कार्यक्रम गर्ने टेलिभिजनमा पनि कमेडी गर्ने गरेपछि बिस्तारै मैले स्टेजहरू पाउन थालेँ लोकल स्टेजहरू त्यही वालिङपछि स्ट्यान्डअप कमेडीको रूपमा पुतली बजारतिर पनि आउन थाल्यो कि पुतली बजार अलिक धेरै पछि पुतली बजार त पहिला वालिङमै वालिङमा अब वालिङ महोत्सव हुन्थ्यो हरेक दुई वालिङ महोत्सव भन्ने त हामी पहिला मैले रेडियो गर्दाखेरि सुन्थेँ हाम्रो वालिङ महोत्सव पहिलो 63 सालबाट सुरु भएको हो 63 म नेपाल गएको बेला सुनेर चाहिँ क्या होला 63 सालमा पहिलो वालिङ महोत्सव भएको अनि महोत्सवहरूकोमा चाहिँ कस्तो भने मेन राष्ट्रिय कलाकार आउनु बाँकी छ त्योभन्दा अगाडि स्थानीयहरूले ठाउँ पाउँथ्यो होल्ड गर्नको लागि त्यति बेला चाहिँ गएर क्यारिकेचर गर्ने अनि आफूसँग भएको जोकहरू सुनाउने गर्दै गर्दै स्टेजहरू पाउन थालेँ अनि पारिश्रमिक पाउने गरी स्टेज गरेको चाहिँ धेरै पछि हो ए भनेपछि त्यहाँ मेरो कलेज स्कुल अनि त्यसपछि वालिङ महोत्सवमा सुरुमा गर्दा बिना पारिश्रमिक नै त्यो स्टेज पाउनु नै ठुलो कुरा हो एकदम मैले पहिलोपटक वालिङ महोत्सवमै पारिश्रमिक सुरु भएको फेरि तर त्यो भनेको त पहिला जुन फ्रीमा गरियो नि त्यो त लगानी हो नि त जग हो नि त त्यतिको कन्फिडेन्ट त्यत्रो मान्छेको अगाडि बोल्न पाउनु अनि बोल्न सक्नु अनि माइक पक्रेर निडर भएर बोल्न सक्ने मलाई त्यो बनाएकै वालिङ महोत्सवले हो त्यति बेला लगानी नै हो हजुरले भने जस्तो लगानी नै थियो त्यो अनि त्यो क्यामेरा फेस त पहिल्यै गरिसकेको थियो त्यो फ्लड लाइटहरू त्यो अरू अहिलेको ठुलो प्रोडक्सन हाउसहरूले गरेको जस्तै लाइटहरू त्यस्तो युज हुन्थ्यो क्यामेराहरू क्यामेरा चाहिँ त्यति बेला एउटा युज हुन्थ्यो म टेलिभिजनमा काम गर्दा एउटा होइन दुईवटा एउटा चाहिँ मलाई वाइड एङ्गलबाट खिच्ने एउटा चाहिँ क्लोजमा त्यति मात्र थियो क्यामेरा दुईवटा होइन पछि त्यो झिल्केदाईको बेलामा नि एउटा क्यामेरा सुटिङ एउटा क्यामेरा त्यो पनि हातले बोक्ने खालको यसो त्यो बिउ खिच्ने हुँदैन थियो हो त्यो बिउ खिच्ने जस्तो क्यामेरा चाहिँ त्यसले खिचेको अनि त्यति बेला तपाईँको इन्सर्ट लिन पऱ्यो भने पनि त्यही क्यामेराले 100 पैसा लिने अनि यताको एक्सन पछि यताको लिन्छ भने यता कट गरेर यता लिने एउटै क्यामेराले लाइटहरू सबै क्यामेरामा नहेरिकन क्यामेरा कसरी फिक्स गर्ने क्यामेरासँग कसरी फेमिलियर हुने त्यो चाहिँ वालिङ टेलिभिजनले झिल्के दाइले सिरियलहरूले सिकायो भनेपछि त कमेडी च्याम्पियनमा आउँदाखेरि त पहिल्यै प्रोफेसनै थियो भइसकेको हुनाले त्यस्तो के नयाँ जस्तै भएर होला नि
यो चिजहरूमा रोमले राख्थ्यो नि त हुने कि नहुने कि गर्ने कि नहुने भइरहेको थियो त्यसमा सबै यो कमेडी टेलिभिजन रेडियो सबै छोडेर जागिर गर्न थालेँ कस्तो जागिर इन्सुरेन्समा मैले जागिर ब्याङ्कमा पनि गरेँ इन्सुरेन्समा अनि मार्केटिङ म्यानेजर भएर पनि काम गरेँ अनि मार्केटिङ म्यानेजरहरूको घर गरे नि पसलहरूमा मार्केटिङको सामानहरू बिकाउनुको लागि जुस त्यो पनि गरियो पछिल्लो समय चाहिँ इन्सुरेन्सको स्याङ्जा म्यानेजर ब्रान्च इन्चार्ज भएर काम गरेको थिएँ इन्सुरेन्स कम्पनी त्यो त्यहाँ त काम गर्दै इन्सुरेन्सको के भन्छ अरे इन्सुरेन्स गर्नेलाई गराउने एजेन्ट हुन्छ नि उहाँहरूले त राम्रै कमाउनु हुन्छ अभिकर्ता भन्छ के अरे अभिकर्ता मेरो फेरि नन लाइफ जस्तो लाइफ इन्सुरेन्समा चाहिँ एजेन्ट अभिकर्ता गाडीको इन्सुरेन्स गाडी बिल्डिङ पसल सामान्य स्टकहरूको त्यो चाहिँ अफिसबाटै हुन्छ धेरै अफिसमा अभिकर्ताहरू गएर घर घरै गरेर गर्नु पर्दैन यो चाहिँ प्रायः ब्याङ्कबाट आउँछ फेरि नन लाइफको जस्तो तपाईँले ब्याङ्कबाट लोन झिकेर पसल गर्नु त्यो पसलको इन्सुरेन्स हुनैपर्छ त्यसको लागि चाहिँ ब्याङ्कले इन्सुरेन्स ब्याङ्कसँग पनि रिलेटेड सिधै ब्याङ्कले नै कि ब्याङ्क के भने तपाईँको प्राइभेट गाडी छ भने तपाईँसँग हार कुराकानी गर्नुपर्छ किनकि हजुरले अब यो गाडी रिन्यू गर्ने बेलामा बिल रिन्यू गर्ने बेलामा इन्सुरेन्स त चाहिन्छ त्यो इन्सुरेन्स गर्नुको लागि चाहिँ तपाईँसँग कुरा गरेर गर्ने इन्सुरेन्स गर्दै थिएँ त्यो इन्सुरेन्स सकेर अहिले कमेडी च्याम्पियन रिजाइन दिएर त्यहाँ कमेडी च्याम्पियनमा सेलेक्ट भइसकेपछि रिजाइन दिएको होइन मेरो ब्याचलर सक्थ्यो अनि ब्याचलर सकिएर फ्री भएर बसेको थिएँ काठमाडौँ मास्टर्स पढ्नुको लागि जसरी पनि आउनै पर्ने अनि त्यो बिचमा पनि दिएँ अडिसन पनि दिएँ सेलेक्ट भएँ म काठमाडौँ चाहिँ कि अब यसमा सेलेक्ट भएर पछिल्लो राउन्डमा पुग्यो भने राम्रो भइहाल्यो भएन भने मास्टर्स पढ्छु भनेर काठमाडौँ छिरेको थिएँ तर मास्टर्स अहिलेसम्म 5 वर्ष जोइन भएको मास्टर्स जोइन हुनुलाई मास्टर्स गर्नको लागि काठमाडौँ कमेडी च्याम्पियनले बोलाइदियो त्यस पछाडि यसैमा लागि पऱ्यो अहिलेसम्म मास्टर्स पढेको छैन तर जोइन गरेन भने चाहिँ नि हजुर त्यो पछि चाहिँ बिर्सिँदो रहेछ कि अहिले त अब त्यो बाँड्नै हराइसक्यो पढ्ने इक्जाम दिने 5 वर्ष भइसक्यो तर मलाई रहर छ मलाई चाहिँ मास्टर्स गर्नु मन छ यो वर्ष चाहिँ जोइन हुन्छु भन्ने सोच छ जियोमा जोइन भएर होस्टेल बसेर पढ्न सकिन्छ त्यो त सकिँदैन सेल्फ स्टडी गर्ने अनि जस्तो अब त्यो सर्टिफिकेट हरेक ठाउँमा काम लाग्छ भन्ने त होइन तर एक खालको मेरो इच्छा र मन हो मलाई चाहिँ मास्टर्स गर्नु मन छ भन्ने चाहिँ पहिलेदेखि कुरा नसकिँदै हामी इन्चल एयरपोर्ट चाहिँ अब यसको पाटो बनाउनलाई फेरि म कोरिया आउनु पर्यो होला कोरिया आउनु पऱ्यो कि त भने तपाईँ नेपाल आउनु पऱ्यो म नेपाल जानु पर्यो यस्तो हुन्छ म नेपाल गयो भने मेरो त गाडी छैन मेक्समको गाडी हुन्छ दाइ अब काठमाडौँमा कमेडी च्याम्पियन जितेकोले त गाडी पाए मेक्समले चाहिँ आफै कमायो होइन गाडी अहिले छैन नि दाइ मेरो गाडी चाहिँ छैन तर अब काठमाडौँमा अब थुप्रो यातायातहरू सबै आफ्नै गाडी जस्तो लाग्छ तपाईँको नेपाल यातायात छ साझा बस छ यसरी यो यात्राको लागि यस्तो यात्राको लागि त भेन आएपछि त म म्यानेज गरिहाल्छु नि यो इन्चल एयरपोर्ट है कति नम्बर सुशील त सुत्दै रहेछ कहाँनिर हो भन्ने त थाहा भएन होइन गाडी पार्क गरेर आउँछु हजुर मेक्सम चाहिँ सुशीलजीसँग हाम्रो टोली हो र होइन होइन यहाँ अरू नै होला हजुर ठुलो गाडीमा आउनुभयो तपाईँ चाहिँ यहाँ झरेर सुशीलजीसँग जाँदै गर्नु हजुर म गाडी पार्क गरेर आउँछु मलाई यति नै होला जस्तो छ हस् केही भन्नु छ थ्याङ्क यू सो मच भेनाको च्यानललाई सब्सक्राइब गर्नु होला भिडियो कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला हामीले 3 भ्युज भनेका थियौँ यो 3 लाख भ्युज जान्छ गौडेलले गर्दा ओके थ्याङ्क यू सो मच भेना बाई बाई हस्